अन्त पुरै अहिले त के छ यार भित्र यार फेरि सो हामी चाहिँ अब च्यालेन्ज एक्सेप्ट गर्दैछौँ हाई एक्सक्युज मी सुनिन के हो यार जोडी जोडी देखियो सचिन अब तिम्रो फिल्म के भयो सिङ्गल मान्छेलाई तिमीलाई केही न केही त भयो होला पक्कै पनि के भन्न चाहन्छु मुटु जलिरहेछ कहाँ यहाँ गाउँ हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर युट्युब सरी हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो आज हामी चाहिँ कहाँ जान्छौँ आज हामीलाई पनि थाहा छैन आज हामी यहाँ सचिनले चाहिँ प्यान्ट लिएको तर कन्फ्युजन हि इज भेरी सचिन भनिदियो इङ्ग्लिसमा Now, यस a ver, este pantalón no sé, este de mujer o hombre. हि गाट कन्फ्युज किन भनेपछि सचिनले केटीको लिए कि केटाको लिए भनेर यी लट अफ कन्फ्युजनमा छन् हजुरहरू देख्न सक्नुहुन्छ स्टिल यिनी कन्फ्युजनमा छन् गाइज इफ यु नो प्लिज कमेन्ट बिलो यो केटाको कि केटीको कमेन्ट गरिदिनु पऱ्यो यो चाहिँ केटाको कि केटीको कमेन्ट गरिदिनु पऱ्यो होइन आज हामी चाहिँ के अरे कहाँ जान्छौँ हामी सायद कतै घुम्न जान्छौँ होला अनि त्यसपछि भलिबल ग्राउन्डमा जान्छौँ होला अब सकेसम्म अब फुल भिडियो फुल भन्नाले अब अन्त्यसम्म हेरेर सक्नुहुन्छ भने अन्त्यसम्म हेरेर साथ दिनु होला सक्नुहुन्न भनेपछि लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने त्यही नै भन्न चाहन्छु अब एक्कासी भन्दा पनि अब बाहिर भेटौँ सिउ गाइज फाइनली हामी चाहिँ अब निस्किनु पर्ने हुन्छ टक्क अब रेडी भइयो रेडी भयो टक्क अब कता हुन्छ होइन निस्किने फाइनल्ली हामी घरबाट निस्केर नि मेट्रोमा आइसकेको छौँ अब त्यसपछि कहाँ हुन्छ थाहा छैन आज चाहिँ हामीसँग अङ्कल पनि हुनुहुन्छ अङ्कल धेरै समयपछि हामीसँग जान खोज्नुभएको छ सचिन चाहिँ स्टिल बिजी छन् मेट्रो पनि आयो अनि त्यसपछि हामी अब बाहिर गएर भेट्नेछौँ त्यही हो गाइज अब मेरो अब लगभग 700 सब्सक्राइब हुनुभयो 700 सब्सक्राइब भइसकेको छ अब यो सबै हजुरहरूको कृपाले हो हेरिदिनु होला अनि अन्त्यसम्म त्यही हो अब 1000 पनि पुऱ्याइदिनु होला मेट्रो आउँदैछ मेट्रो पनि देखाउने छु सरर मेट्रो आइसकेको छ as you can see त्यही हो है त अब पछि बाहिर गएर भेट्नुपर्छ हामी चाहिँ अब बाहिर निस्किसक्यौँ फाइनली हामी चाहिँ बाहिर निस्किसक्यो अब चाहिँ हामी कहाँ जाने भन्दा चाहिँ माथिको डाँडामा जाने हो अनि लेट्स सी हेरौँ यहाँ के हुन्छ होइन यो पुरै आमामा यस्तो गरेर के ल हेरौँ त ढलनको यो साइज यो सो वी आर इन भनौँ न टापुमा आइसक्यौँ हामी चाहिँ एउटा डाँडामा आएको छौँ यहाँबाट सागराडा फ्यामिली हेर्न सक्नुहुन्छ पारी सागराडा फ्यामिली यहाँ यो हो सागराडा फ्यामिली अङ्कल फेरि टर्किनु भयो कि मसित किन हो मैले खाने जसरी अब क्यामेराम्यान त्यसलाई आफ्नो कस्तो दामी भ्यू देखियो यार त्यो दामी के यहाँबाट अझ माथिबाट त खतरा देखिन्छ होला नि अङ्कल त्यो जुन मैले भन्थेँ नि मैले त ऊ त्यो डाँडामा होला भन्ने सोचेको थिएँ सचिन ऊ त्यो डाँडा होला भन्ने सोचेको थिएँ मैले कहिले ए भोलि जाम ल
ऊ त्यहाँ जाऊँ न त भोलि भोलि हाम्रो डेस्टिनेसन यहाँ बरु बसमा गइन्न बरु हिँडेर गइन्छ बसमा गइन्न सचिन ऊ मेट्रो जान्न भमिट हुन्छ कि यार के यार विदेश आएर नि यार यस्तो हुन्छ यार अब बसमा नि यार नेपाली बाटो जस्तो हुन त अब त्यही हो बानी नभएर होला सचिन तर यहाँ चाहिँ बढी कपालहरू आउने ठाउँ रहेछ कि भनौँ न जोडीहरू आउने ठाउँ रहेछ अब जोडी देखियो सचिन अब तिम्रो फिल्म के भयो सिङ्गल मान्छेलाई तिमीलाई केही न केही त भयो होला पक्कै पनि के भन्न चाहन्छु मुटु जलिरहेछ कहाँ यहाँ गाउँ र माथि छ कि जाने माथि जाऊँ कि पहिला माथि गएर अनि झर्दै हेर्दै आउनु पर्छ होइन अङ्कल हामी बटमबाट जान्छ अङ्कल कति समय पछि आउनुभयो यो ठाउँमा हजुर इट्स बिन 4 years 5 years ओके 5 वर्षपछि अङ्कल आइसक्नु भयो यस्तो यहाँदेखि चाहिँ बवाल भ्यू देखिँदो रहेछ यहाँ यु क्यान सो हामी चाहिँ अब च्यालेन्ज एक्सेप्ट गर्दैछौँ हाई एक्सक्युज मी सुनिन के हो यार Not bad. एक ठाउँ बोलेको सुनेन मलाई त कस्तो डर लाग्यो मेरो शरीरै कामिसक्यो कहाँ काम छ मा गोर्खालीको रगत बगिरहेको छ यहाँ किन अङ्कल होइन यस्तो थियो होइन त्यसले चाहिँ एयरपोर्ट लाएको थियो नि त अनि त्यही भएर सचिन यहाँ बाहना हजार हेर नि त त्यस्तो तम्बु तानेर बसेको घिन लाग्ने के कस्तो घिन लाग्नेमा गना पुरै गनाइसकेको थियो सहरमा आएर आहा यस्तो राम्रो भ्यू उता बाटोतिर रोड क्रस गरेर तर यस्तो राम्रो छ त यार यहाँ त यार नेपालमा नि नेपालमा नि यस्ता चिजहरू त कति ठाउँ छ नि होइन अङ्कल यस्तो बवाल डाँडाहरू आफ्नो हेला छ क्या अर्काको त्यस्तो राम्रो लाग्ने दुःख गरेर भ्याइन्छ त्यही त नि अब हातमुख जोड्न लागि मान्छे नि यहाँ हात नङ्ग्रा खियाउनु परेछ नि हजुर कति हेला गर्छ अनि फेरि यस्तो नि हो क्या अङ्कल गट्टिलो लिडर नआएर नि हो कि है नेपालमा है व्यवस्था राम्रो नभएर नि हो कि अब हाम्रालाई भन्दा राम्रालाई भन्दा हाम्रालाई चुने त्यस्तै हो क्या अङ्कल राम्रो त नहालै त्यस्तो मैले त हाइलाइट हो अङ्कल हाइलाइट आमा यस्तो व्यवस्थित तरिका राम्रै केटीहरू आएर बस्छु के हो यो बार रहेछ नि आमा आज अङ्कलले हामीलाई चाहिँ रहस्यमय ठाउँमा लगेर जाँदै हुनुहुन्छ हजुरको बनाएन क्या अङ्कल ल जाम नि यहाँको केही स्टोरीहरू अङ्कललाई थाहा छ सो आज हामी अङ्कलसँग इन्टरभ्यू पनि गरेर ल्याउने छौँ होइन सजिल के हो त्यो त हो एकदम बिल्कुल सब खिया लागेको छैन चलेकै छैन नि त चलेकै अस्ति त आएको थियो त अनि हो र नि सजिल तिमी त्यतिकै भनेको
सचिनले फेरि मलाई नबोला का तिमी होइन आएको थियो उसो त्यहाँबाट आउनुपर्छ आएको त हो नि उहाँ हेर्नु पाइन्छ हामी यो डाँडामा आइसकेका छौँ यो भनौँ न यहाँको युद्धकालको बेलाको उयोहरू रहेछ क्या यहाँ चाहिँ टोप के भन्छ सचिन यसलाई के भन्छ अङ्कल यसलाई टोप यहाँ त पुरै अहिले त के हो यार भित्र यार यस्तो रहेछ ओहो यो हो नि त भ्यू त अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ अब हामी यहाँदेखि निस्किन्छौँ होइन अब यो के अरे यो राजाको के भन्ने चाहिँ अब भित्र बुझ्न पाइएन बाहिर त अवलोकन गरियो अनि अब चाहिँ हामी निस्किन लागेको अन्त्यसम्म हेरेर बसिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु होला अब अर्को भिडियोमा आउने बाचाका साथ हामी बिदा लिन चाहन्छौँ हस्त नमस्ते स्वस्थ रहनु होला हस्त रहनु होला